तिमीलाई आशीर्वाद त छँदैछ। तिम्रा दाइहरूले धेरै पटक मेरो कसम खाएर देश बनाउँछु भनेर मलाई धोका दिएका छन्। नेपाल आमाको कसम, देशको स्वाभिमान अस्तित्वलाई ख्याल गर्दै अघि बढ्नु। आलोचना भन्दा अभ्यास बढी गर। मस्ती भन्दा मेहनतमा रमाउन सिक। आफ्नो कार्यकर्तालाई पार्टीको भन्दा देशको झण्डा बोक्न सिकाऊ। भेला सम्मेलन पार्टीमा भन्दा सामाजिक काममा श्रमदान गर्न सिकाऊ। यो कुर्सी र पद केही होइन, राष्ट्रियता जन्मभूमि नेपाल आमा भन्दा ठुलो केही छैन। बस्नुस् आमा, फेरि उठ्नुस् आमा। आमा, म नमरुन्जेलसम्म यो कुर्सीमा राज गरोस् भनेर मलाई आशीर्वाद दिनुस् आमा। टुरी खेलमा राखेर एक एक गरी हान्न मन छ, त्यो पनि नाकको डाँडी भाँचिने गरी भन्छौ। तिम्रा दाइहरूदेखि चाहिँ अलि होसियार रहनु। तिमीहरूका दाइ अङ्कमाल गरेर पछाडिबाट लात हान्न सिपालु छन्। छोरा, ए छोरा, के भयो आमा, के भयो? पानी 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 भन्ने बित्तिकै आदरणीय जनसमुदायहरू, यसपालिको चुनावमा पनि फेरि पनि मलाई जिताएर नेतृत्वमा ल्याउनु होला। नेपालको विभिन्न समस्याहरूलाई पहिचान गर्दै देश विकास गर्नेछु। त्यसैले गर्दा जति पनि नेपाली समस्याहरू छन् त्यसलाई मैले एकदम विकासमा परिणत गर्नेछु। यसपालिको चुनावमा जसरी भए पनि मलाई जिताएर फेरि नेतृत्वमा ल्याउनु होला। अध्यक्षज्यू, के भयो फेरि? अलि यता हाम्रो पार्टीको कार्यकर्ता जति सबै अरूको पार्टीतिर लागेछन्। ओहो, होइन, कसरी यस्तो बोलेको थिए? त्यही त, यस्तो त हुन दिनु भएन नि। यस्तो चुनावको विषम परिस्थितिमा आएर हाम्रो पार्टीहरूले त्यसरी घात गर्नु नपर्ने। तिनीहरूलाई कसरी हुन्छ, हाम्रो पार्टी पनि ल्याउनुपर्छ हेर भाइ। यतिखेर हाम्रो पार्टी मात्रै होइन, अरू पार्टीका, हाम्रा विद्रोही पार्टीका कार्यकर्ताहरूलाई पनि साम दाम दण्ड भेद लगाएर हुन्छ कि कसरी हुन्छ हाम्रो समर्थनमा ल्याउनुपर्छ। न त हामीले पार्टी फेरि हामीले यसपालि हार्न सकिन्छ। त्यसैले गर्दा जसरी हुन्छ तिनीहरूलाई हाम्रो पार्टीमा ल्याउनुपर्छ। पानी पानी, यी बुढियामा पनि कति पानी पानी भन्दा छन्। हाम्रो इम्पोर्टेन्ट मिटिङ छ, जाउँ। ए तिमीहरू आइपुग्यो? ओह, पानी ल्याउन। पानी। ओइ, जा त गर पानी लिएर आइज। तैँले लिएर आइज नि, जा जा न, तैँले ल्याउँदा नि हुन्छ। तैँले चाहिँ लिएर आइज नि, जा न, तँ गएर लिएर आइज, तँ लिएर आइज नि, जा। हल्ला नगर न, नकराऊ। ए आमा, हल्ला नगर नकरा होइन क्या। अहिलेको यो विषम परिस्थितिमा चुनावको बेलामा प्रचार प्रसार गर्नुपर्ने बेला छ के आमा। यसपालिको चुनावमा पनि मैले नै जितोस् भनेर मलाई आशीर्वाद दिनुस् आमा, मलाई आशीर्वाद दिनुस्। कहाँ त्यसो भनेर हुन्छ? पोहोरको सरकार पनि तैँले चलाइस्, यसपालिको सरकार त मैले चलाउनु पर्छ। त्यही भएर मलाई आशीर्वाद दिनुस् आमा। तैँले पनि त पोहोरको सरकार चलाकी होस् नि, यसपालिको आशीर्वाद मलाई दिनुस् आमा। मैले त झन् सरकार चलाएको 5 वर्ष भइसक्यो। तैँले चलाएको त झन् 10 वर्ष भइसक्यो। आशीर्वाद मलाई दिनुस् आमा, मलाई दिनुस्। आदरणीय जनसमुदायहरू, देशको मेरुदण्ड राजनीति बलियो हुनुपर्छ। प्रतिपक्षमा रहेको पार्टीको सरकारले आजसम्म हाम्रो लागि केही गर्न सकेन। यसपालिको चुनावमा हामीलाई भोट दिएर जिताउनुस्। हामी नेपाललाई अमेरिका बनाइदिन्छौँ। अब अमेरिका भन्दै गर्दाखेरि एकदमै इमर्जेन्सी एमसिसीको मिटिङमा जानुपर्ने भयो। सबैजनालाई बाई बाई आदरणीय जनसमुदायहरू। अब त्यसले नेपाललाई अमेरिका चाहिँ होइन, बरु म चाहिँ नेपाललाई स्विजरल्यान्ड बनाउन सक्छु। त्यही भएर सबैजनाले पानी होइन, गाग्रीमा चाहिँ भोट हालेर मलाई जिताइदिनु होला। यो कुर्सी र पद केही होइन, राष्ट्रियता जन्मभूमि नेपाल आमा भन्दा ठुलो केही छैन। बस्नुस् आमा, आयो। फेरि उठ्नुस् आमा।
आमा म नमरुन्जेलसम्म यो कुर्सीमा राज गरोस् भनेर मलाई आशीर्वाद दिनुस् आमा। यो कुर्सीमा सधैँ तिमीहरू मात्रै बस्ने, अब यो कुर्सीमा बस्ने पालो मेरो। लु मेरो पालो मेरो पालो मेरो पालो मेरो पालो मेरो पालो बचाऊ छोरा छोरा गुहार 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 बचाऊ मलाई छोरा मलाई बचाऊ न। के भयो हजुरलाई? के भयो आमा? आदरणीय साथीहरू, तपाईँहरू कता अल्मलिरहनु भएको छ? यो चुनावको विषम परिस्थितिमा यसरी अल्मलिने होइन। पार्टीको निर्देशन अनुसार गाउँ गाउँमा गएर प्रचार गर्नुपर्ने छ। त्यसैले हाम्रो पार्टीलाई जिताउनको लागि तपाईँहरू यहाँबाट गइहाल्नुहोस्। यसरी अल्मलिने बेला होइन, गइहाल्नुहोस्, जानुहोस्। हाम्रो पार्टी जिन्दाबाद। तिमीहरू मैले कल्पना पनि गरेको थिइनँ आज यस्तो दिन देख्नुपर्छ भनेर। के पायो हो तिमीहरूले आफ्नो घर देश बनाउनलाई भाइ भाइ लडेर? मेरो शिर स्वाभिमानको कुरा गर्छौ अनि मेरै छातीमा कति लात हान्छौ तिमीहरू। आफ्नो शक्ति बलियो बनाउन कति ढुङ्गा हान्छौ मेरो मुटुमा। फाटेको समृद्धिको चोली फेरिदिने आश देखाउँछौ, तर विदेशी राष्ट्रले स्वाभिमानको मेरो चोली अनि छाती चिथोरी रहँदा कहिलेसम्म नदेखे चाहिँ गरिरहन्छौ। यस्ता नालायक सपुत जन्मिनु भन्दा त नजन्मेकै भए जाति हुन्थ्यो। आखिर सबै मिलेर नेपालको विकासमा जुटे त भइहाल्थ्यो नि। आज परिवर्तनको नाममा तिमीहरूले धेरै समयदेखि आफ्नै काखमा एकअर्कासँग लडेर बगाएको रगतको टाटो अझै आलै छ। तिमीहरूकै लापरवाहीले आज हत्या, हिंसा, बलात्कार जस्ता घटनाहरू घटिरहेका छन्। मुखमा राम राम बगल्दीमा छुरा जस्तो व्यवहार त तिमीहरूको छँदैछ। आज त्यही छुरा पनि मेरै कोखमा रोपिरहेका छौ। सत्ताको मात तिमीहरूलाई चढेर देशमा गरी खाने बाटो नभएर मेरा लाखौँ नाति नातिनीहरू परदेशमा पसिना बगाइरहेका छन्। कमाएर जमाएर हजुरआमालाई टाउको बाँध्ने गम्छा ल्याइदिन्छु है भनेर परदेश गएका नाति नातिनीहरू प्लास्टिकले बेरिएर बाकसमा आएका छन्। कार्यकर्तालाई काखा राखेर गरिब जनतालाई पाखा राखेर समानता र समावेशीका कुरा गर्छौ। राजनीतिको सेवा भन्दै स्वार्थको जालो बुनिरहेका छौ। लाखौँ पटक मलाई आश देखाएर हजारौँ पटक मारिरहेका छौ। कान्छा, अब नेपाल आमाको उपचार अवस्थालाई सुधार्ने एउटा सानो आशा तिमीमा राखेको छु। तिमी पनि अमेरिका गएर फर्केर आउँदैनौ होला भन्ने लागेको थियो, सम्झेर आयौ। थाहा पायो होला नि आमाको काख कति प्यारो हुँदो रहेछ भनेर। हेर, दाह्री पालेर कस्तो बुढो देखेको तिमीलाई। भ्रष्टाचारी देशद्रोहीलाई टुरी खेलमा राखेर एक एक गरी हान्न मन छ, त्यो पनि नाकको डाँडी भाँचिने गरी भन्छौ। तिम्रा दाईहरूदेखि चाहिँ अलि होसियार रहनु। तिमीहरूका दाई अङ्कमाल गरेर पछाडिबाट लात हान्न सिपालु छन्। पत्रकारिता गर्दा धेरै पीडितहरूको पीडा बुझेर
आज देश र नेपाल आमाको पीडा बुझेर अघि बढेका छौ। तिमीलाई आशीर्वाद त छँदैछ। तिम्रा दाइहरूले धेरै पटक मेरो कसम खाएर देश बनाउँछु भनेर मलाई धोका दिएका छन्। अब यो देश बनाउन तिमीलाई मेरो कसम, नेपाल आमाको कसम। देशको स्वाभिमान अस्तित्वलाई ख्याल गर्दै अघि बढ्नु। आलोचना भन्दा अभ्यास बढी गर। मस्ती भन्दा मेहनतमा रमाउन सिक। आफ्नो कार्यकर्तालाई पार्टीको भन्दा देशको झन्डा बोक्न सिकाऊ। भेला सम्मेलन पार्टीमा भन्दा सामाजिक काममा श्रमदान गर्न सिकाऊ। पार्टीको शपथ भन्दा देशको राष्ट्रिय गान गाउन सिकाऊ। स्वतन्त्र पार्टीले समृद्धि सुशासनको लागि सङ्घर्षको पाठ सिकाओस्।